यहाँ हेर ल एकछिन पसलमा के दियान्सले चाहिँ स्याउ फिनिस गर्यो। अब पानी खान्छ है। पानी पानी ल पानी खाऊ। वेलकम माई युट्युब च्यानल। अहिले सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी आमा छोरा पनि सन्चै छौँ। म बोल्यो भनेर हो क्या मेरो मुखै तान्दै छोराले। हामी चाहिँ आज भ्लग स्टार्ट गरिरहेको छौँ पसलदेखि। दिदी गर्छ हामी चाहिँ पसलमा आएका छौँ। यहाँ हेर न बेबी अनि हेलो भन्थ्यो गाइजहरूलाई। हेलो गाइजहरू भन्थ्यो न। हेलो गाइजहरू भन्थ्यो। गाइजहरू हेलो भन्थ्यो। पसलमा आएको छ चकचक गरेर भुइँमा छर्नु भएको छैन है। जति पार्छ त यो जति सब छरिदिन्छ। छोडेन भनेर यहाँ मलाई कराइसक्यो। मिस्टर दियान्स राउतले मलाई कराइसक्यो। ल हाई यहाँ हेर ल एकछिन पसलमा के बसेको थियो। स्याउ डढेछ यी। अब यही स्याउ दियान्स राउतलाई खुवाइदिनु पर्यो। यहाँ हेर त छोरा एकचोटि। बेबी यहाँ हेर। दियान्स यहाँ हेर ल। दियान्सलाई खुवाउनु पर्यो एप्पल। अब खुवाएको चाहिँ भ्लग दिन पाउँदैन। यसलाई यो माथि राखेको छु अनि एउटा हातले त समात्नै परिहाल्यो अनि फोन समात्नु कि यसलाई समात्नु हुन्छ। त्यही भएर म चाहिँ अब यो स्याउ खुवाउँछु। दियान्सको एक्टिभिटिज उसलाई चाहिँ खाने बेलामा त्यो सामानहरू त्यहाँ राखिदिनुपर्छ अनि खेलेर बस्छ अनि खुवाइदिनुपर्छ। फेरि मेरो मोबाइलमा ध्यान भएर छोरो लड्यो नि तनाव। दियान्सले चाहिँ स्याउ फिनिस गर्यो। अब पानी खान्छ है। पानी ल पानी खाऊ। ल्याउ ल अब जिस्केको पुखाइदिएर छि ल्याउ यहाँ हेर न बेबी फु गर न। यो चाहिँ मुला अचार हाल्नलाई भनेर राखेको यस्तो सुइसकेछ। अब यसलाई म अचार बनाउँछु। तिमी चलाउनु भने चलाउनु हुन्न तिमी नचलाउनु। अब यसमा तेल तताउँछु अनि मेथी जिरा फुलाउँछु। त्यस पछाडि के हुन्छ खुर्सानी होइन गाली अचारवाला हाल्छु। अनि त्यस पछाडि म अब मैले पछाडि मात्रै देखाउँछु। भिडियो चाहिँ सब रेडी बनाएर मात्रै। दियान्स म चाहिँ बेबीलाई यसै गरी बोक्दै अचार बनाउँदैछु। हेर्नुहोस् यहाँ पछाडि बुइनी सानो बुइनी अचार बनाउनु भएको। तेल तात्यो। अब यसमा जिरा मेथी अनि बेसार यहीँ हालेर तताउँछु। यति मैले चाहिँ जिरा बेसार। यो चाहिँ अचार हाल्ने मुला सुकेर कराङ गर्नुभएको छ। त्यहाँबाट यो बट्टामा छ तिलको छोप, सानोमा मरिचको धुलो, यसमा तोरीको छोप, त्यस पछाडि मसला, यहाँबाट नुन अनि पिरोको लागि चाहिँ गालेको डल्ले खुर्सानी। पिरोको लागि यति नै हो सामानहरू। अनि यहाँ तेल चाहिँ मैले तताउन राख्ने। अब जिरा मेथी अनि बेसारलाई चाहिँ तेलमा हालेर सेलाउन राखेँ। त्यति बेलासम्म चाहिँ अब मिस्टर दियान्स राउतलाई चाहिँ म सुताउँछु। यहाँ दियान्स राउत। फाइनली बेबी 1 घन्टा पछि सुत्यो। अनि अब म चाहिँ अघि रेडी बनाएको अचार बनाउन जान्छु है त गाइज।
फेरि लड्ला भने पिर गाह्रो छ हो किनभने यस्तो कुरुङ कुरुङ गर्ने भएको छ यसमा म तिलको छोप छोरा सुताउँदा सुताउँदा मै सुत्न लागिसकेपछि म आफैले निद्रा लागिसकेपछि थाहा छैन यो तोरीको छोप पछि मैले 4 वर्ष नै मलाई कचरा हाल्दाखेरि बनाएको थिएँ छोप धेरै भयो भने मिठो हुन्छ नि त अनि यो मसला सबै थरी मिक्स मसला छ यसमा धेरै नै हुन्छ होला अनि यो छ थोरै मरिचको धुलो थोरै मात्रै राखेँ अनि स्वाद अनुसार नुन पुग्छ होला अनि खुर्सानी चाहिँ मैले अचारवाला खुर्सानी ल्याउनु लाग्यो किनभने अरू खुर्सानी आजभोलिको पिरो छैन नि त अनि पिरो नभएको छ यसले अचार भनेको त पिरो नै मिठो हुन्छ जस्तो लाग्छ त्यही भएर अलिक पिरो हुने राख्नु पर्यो नि त खुर्सानी चाहिँ मैले यति राखिसकेँ किनभने मलाई एकदमै धेरै पिरो मनपर्छ क्या अनि राखिसकेँ अब यसमा थोरै तेल राख्छु अघिको तेल धनियाँ मेथी र यसको तेल राखेर चाहिँ मजाले मोल्छु अनि 2-4 दिनपछि त खानलाई रेडी भइहाल्छ मैले चाहिँ बनाएँ दिस इज माई फाइनल लुक अचार एक बट्टा अनि यसमा 2 बट्टा भयो बिहान उठिहाल्यो हेरेँ बिजोगको बनाइदिएँ बिहान उठिहाल्यो ल्याएर अनि फेरि बट्टामा हाल्ने काम चाहिँ बाँकी थियो